यसै गरी त्रिवर्षीय घटना दर्ता विवरण महिनाको हजुरको पुस महिनाको 211 वटा छ। यसलाई चार्टमा देखाइएको छ। यसरी हाम्रो हरेक महिनामा त्रिवर्षीय कति चाहिँ सङ्ख्यामा छ यसलाई चार्टमा प्रस्तुत गरिएको छ। अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ मुद्दा दर्ता सङ्ख्या 43, पक्राउ सङ्ख्या 32, मध्ये त्यो जोडेर त्यसमा चाहिँ 33 आउँदैछ जोडेर, त्यसमा चाहिँ 33 जोडेर आउँदैछ। यो चाहिँ यो मध्येको हामीले जघन्य तथा गम्भीर छुट्याएका छौँ। महिला बालबालिकासँग सम्बन्धित मुद्दा छुट्याएको छ र आर्थिक अपराध मुद्दा छुट्याएको छ। अरू चाहिँ यहाँ हजुरहरूले जसरी अनि यो फैसला कार्यान्वयन अन्तर्गत हाम्रो पौष महिनामा हामीले टोटल 25 जना पक्राउ गर्यो, जसमध्ये चाहिँ 24 जना चाहिँ पुरुषलाई पक्राउ गर्न सफल भइएको छ भने 1 जना महिला र 25 जनाबाट चाहिँ टोटलमा 26 वर्ष 9 महिना 21 दिन यो कैद तथा जरिमाना कैद उपर गरिएको छ भने 35,75,432 रुपियाँ उहाँहरूबाट जरिमाना वसुल गरिएको छ। त्रिवर्षीय झुन्डे मृत्यु अन्तर्गत अहिले हाम्रो यो 3 जना मध्ये चाहिँ अब 2 जना पुरुष र 1 जना महिला। अब अहिलेको पहिलाको गएको महिनाहरूभन्दा अहिलेको यो चाहिँ झुन्डे मृत्यु चाहिँ दर चाहिँ कम भएको छ। भाद्र 25 गते यो जिल्ला कारागारबाट फरारहरूको विवरण जेएनजी आन्दोलनको भोलिपल्टमा यहाँबाट भागेको थियो। त्यसको चाहिँ यो टोटल हो 459 मा 430 जना चाहिँ भागेका थिए, 29 जना भाग्नु भएन। र त्यो मध्ये चाहिँ अहिले चाहिँ हाम्रो त्यहाँ चाहिँ कुल कैदी 381, त्यसमा प्रत्यक्ष प्रहरीद्वारा पक्राउ चाहिँ 122 छ र आफै उपस्थित 187 र आफै उपस्थित 187 मध्ये आश्विन 12 गतेदेखि आश्विन 20 गतेसम्म कार्यक्रम पक्राउ गर्न हामीले 119 छ। यद्यपि धेरै नै हामीले पक्राउ गरे पनि अझ पनि हामीले 119 जना चाहिँ पक्राउ गर्न बाँकी रहेको छ। र यो जिल्लाका जुन भागेका कपिलवस्तुका कैदीहरू तिनीहरूलाई जोडेर त्यस्तैलाई हजुर पौष महिनामा लागू वसुल बरामदको अहिले हामीले पौष महिनामा टोटल मुद्दा दर्ता सङ्ख्या 5 वटा गऱ्यौँ पुनः जिल्लाभरिमा। अनि यो ब्राउन सुगर चाहिँ 44 ग्राम 940 मिलिग्राम र त्यस्तै नाइट्रोबेट 20 ट्याब्लेट र स्पास्मो ट्याब्लेट भनेको 56 र प्लस 20 गरेर 2 पटक छ। यो 86 क्याप्सुल रहेको छ। यसमा चाहिँ हामीले 5वटा मुद्दा दर्तामा 7 जना चाहिँ हामीले पुरुष व्यक्ति पक्राउ गरेर कानुन बमोजिमको मुद्दा दर्ता गरेर हामीले अगाडि बढाएका थियौँ। पौष महिनामा सङ्कलित राजस्व विवरण यो गएको भन्दा राजस्व सङ्कलन गर्न सकेका छौँ। जसरी यो अन्तर्गत किराना आइटम 24,080 मात्रै छ। सवारी साधन चाहिँ हामीले प्रायः जसो सवारी साधनहरू पक्राउ गर्दा अलिकति बढी परिमाणमा आएका यो तस्करहरू गरियो भने हामीले सवारी साधन सहितै पठाउने गर्छौँ। त्यो अन्तर्गत 19,60,000 र इलेक्ट्रोनिक आइटममा मोबाइलको पार्ट पूर्जादेखि लिएर यो ब्याट्रीहरू यो अटोहरू चल्नेहरू जुन ब्याट्रीहरू हुन्छ त्यो ब्याट्रीहरूसँगमा हामी चाहिँ 4,74,500 बराबरको र त्यसै गरी चल्ला तथा माछाको पनि 6,28,000 बराबर हामीले अब यो चल्ला तथा माछाहरू पनि विभिन्न बसहरूमा कहिलेकाहीँ ल्याउने, कहिलेकाहीँ अटो टेम्पोमा ल्याउने र अवैध तरिकाले ओसार पसार गर्ने गरेको हुँदा यिनीहरूलाई हामीले पक्राउ गरेर यसलाई नष्ट गरेका छौँ। त्यसै गरी 1,52,000 बराबरको काठ र 4,97,000 बराबरको अन्य सामग्रीहरू पनि यही अन्तर्गत छ। त्रिवर्षीय सवारी दुर्घटना 66 वटा गएको महिनामा हाम्रो 92 थियो। त्योभन्दा आएर अहिले चाहिँ त्यसलाई कडी कडाउ गरेर विभिन्न हुसुसुका कारण विभिन्न ट्राफिकले विभिन्न प्रोग्राम पनि गरेको छ। हामीले पनि त्यसमा साथ दिएर तर यद्यपि यो बढी छ। त्यसलाई 66 वटा अहिले यो महिनामा त्रिवर्षीय सवारी दुर्घटना 66 वटा रहेको छ। यो महिनाको यो साल पौष महिनाको सवारी दुर्घटना चाहिँ टोटल सवारी दुर्घटना 66, जसमा सवारी सङ्ख्या कतिवटा हो भने त 85। कहिलेकाहीँ एउटै सवारी आफै अनियन्त्रित भएर पनि लडेको हुन्छ, एक सवारी अर्को सवारीलाई दुर्घटना गराएको हुन्छ र कहिलेकाहीँ चाहिँ सवारीले पैदल यात्रीलाई दुर्घटना गराएको हुन्छ। जसमध्ये मरेको चाहिँ व्यक्ति मृत्यु चाहिँ 8 हो, घाइते 104 जना, चौपाया मृत्यु चाहिँ छैन। पौष महिनामा परेको उजुरीहरूको विवरण यो हाम्रो टोटल भनेको कुल दर्ता हाम्रो 236 वटा भयो। बाँकी चाहिँ 42 वटा छ र फर्सट चाहिँ 194 वटा गरिरहेको छौँ। र यहाँ चाहिँ देखिएको यो सामान्य झैझगडा, कुटपिट, सवारी दुर्घटना सम्बन्धी, गाडी बेइज्जती, लेनदेन, वैदेशिक रोजगार, चोरी सम्बन्धी, धाकधम्की सम्बन्धी, जग्गा सम्बन्धी गरेर चाहिँ टोटल 236 वटा चाहिँ यो उजुरीहरू चाहिँ दर्ता भएको छ।
पौष महिनामा परेको घरेलु हिंसा उजुरीहरूको विवरण हामीले घरेलु हिंसालाई पनि यसरी वर्गीकरण गरेर राखेका छौँ। कुल दर्ता चाहिँ हाम्रो 25 वटा हो र त्यो कुल दर्ता मध्येका अब यसको क्याटेगोराइज गर्दाखेरि घरायसी झै झगडा, विवाह र नागरिकता सम्बन्धी विवाद, आपसै गरी झै झगडा, पैतृक सम्पत्ति विवरण, रेखदेख नगरेको, खाना लाउन नदिएको भनेर यो 25 वटा मध्ये चाहिँ पर्चेट चाहिँ 23 वटा र बाँकी चाहिँ 2 वटा स्टिल रनिङ छ। पौष महिनामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक हराएका फेला परेको संख्या, यसमा चाहिँ ज्येष्ठ नागरिक हराउनु भएकै छैन। महिला चाहिँ 15 मा 9 जना चाहिँ फेला पर्नु भएको छैन, 6 जनाको खोजी कार्य जारी छ। कतिपयको अब स्थान लगभग थाहा भए पनि अब यही ठाउँ हो भन्न सकिएको छैन। उहाँहरूको मार्फत र विभिन्न हाम्रो मार्फत पनि यो लोकेट भएको छ र त्यसैमा बालिकामा 8 मा 5 जना, 3 जनाको खोजी कार्य जारी छ। पुरुष 3 बालक 3 को 3 फेला परेको छ। पुष महिनाको ट्राफिक चेकिङको कारवाही तथा राजस्व विवरण 7,42,500 रुपियाँ। पौष महिनामा गरिएको सामुदायिक कार्यक्रमको विवरण हामी जसरी यो समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न यो जनचेतनाका कुराहरू गर्ने गर्छौँ र अलिकति सोसल कुराहरूमा हामीले प्रचार सञ्चार गर्दाखेरि हामीले टोटल 278 वटा कार्यक्रम गरेका छौँ, जसलाई गरेर 9,047 जना मान्छे चाहिँ लाभान्वित हुनुभएको छ। पौष महिनामा गरिएको सामुदायिक कार्यक्रमको विवरण, यो जुन 278 वटा कार्यक्रम के गरियो र कसो कसो गरियो भनेर यो कति मान्छे भने यसको चाहिँ यो विवरण यहाँ हजुरहरूलाई अहिले पठाउँछु। पौष महिनामा विपदका घटना विवरणहरू, विपदसँग सम्बन्धित बाढी पहिरो डुबानमा न मानिस मृत्यु छ, न चौपायल मृत्यु छ, न आग लागिमा पनि यो सवारी 2 वटा मात्रै र बोट 1 वटा छ। यो 3 वटा घटनामा आग लागेको र मानिस मृत्यु चाहिँ छैन। त्यसै गरी चट्याङ परेर पनि यो न मानिस मृत्यु छ, न चौपायल मृत्यु छ। यो चाहिँ यति 3 वटा गरेर यसको चाहिँ क्षति चाहिँ 14,50,000 बराबरको क्षति भएको छ। यो 3 वटा आग लागेको। पौष महिनामा कफी वस्तु प्रयोगद्वारा गरिएको गस्तीको विवरण, अब यो चाहिँ गस्तीको विवरण हो। यसमा चाहिँ हामीले एलआरपी 15 वटा, 89 जना हाम्रो प्रहरी परिचालन हो। त्यसै ग्रामीण गस्ती 1350 वटा छ, सवारी गस्ती 11 वटा छ र यो मोसा र किवाटी गस्ती पनि 30 वटा र अर्को हामीले यो सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र भारतीय सुरक्षा कर्मीसँग हामीले बोर्डरको संयुक्त गस्ती गर्ने गर्छौँ। त्यो चाहिँ 16 वटा छ यो महिनामा। सवारी गस्ती हाम्रो 11 वटा हुन्छ, 24 आवर 11 वटा। 4 व्हीलर सवारीले 11 वटा गर्ने हो। त्यो चाहिँ यही टाइम सवारी साधन अब बढी पनि हुन्छ, तर यो चाहिँ एनी टाइम 24 आवर ड्युटीमै गरिएको हुन्छ। यसलाई चाहिँ कार्यालयभित्र आउने भने बस्ने हुने कि अन्य कुनै प्रहरीद्वारा निःशुल्क निवेदन लेखन छ। यसमा चाहिँ टोटल हामीले यो जिल्लाभरिमा र यो महिनामा चाहिँ 103 वटा चाहिँ निःशुल्क निवेदन लेख्यौँ। यसमा चाहिँ हामीले आएका सेवाग्राहीहरूले हाम्रो यो सेवा सुविधा छ, यो कतिपयले लिन चाहनुहुन्छ भने हामीले आफूले यहाँ फोटो हेर्दै हुनुहुन्छ, उहाँहरूले लेखाउन चाहनुहुन्छ उहाँले लेखाउँछ, कतिपय बाहिर गएर स्वीकृतिहरू पनि लेखाउनुहुन्छ, त्यो उहाँहरूको उसमा रहेको हुन्छ। जसमा जिल्ला प्रहरी कार्यालय 18 र त्यसै गरी प्रकार पक्रीले चाहिँ 26 वटा चाहिँ निःशुल्क निवेदन लेखेर सबै पौष महिनामा प्रहरी कार्यालयमा फोन कलहरू, टोटल फोन कल हामीले 5770 जसरी यो 100 र हाम्रो सञ्चारको फोन गरेर चाहिँ त्यहाँ फोन आएको हुन्छ। त्यसमा चाहिँ हामीले 5770 फोनलाई रेस्पोन्स गरेर त्यसमा प्रहरीलाई परिचालन गरेका छौँ भने त्यसै गरी कहिले ब्लक कल, मिस कलहरू आउने तर पछि फेरि सम्पर्क नहुने वा मिस कल रहिबस्ने वा हामीले सम्पर्क गर्दा चाहिँ पछि रेस्पोन्स नहुने त्यस्ता कलहरू सतर्क उल्लेखनीय कार्यहरूको थोरै यस जिल्लामा गरिएको यो महिनामा उल्लेखनीय गरेका कार्यहरू के मुद्दाहरू छन्। 43 वटा मुद्दा दर्ता भयो भने त्यो मध्येका केही कार्यहरू चाहिँ यहाँ हजुरहरूमा राख्न चाहे। जसरी यो अभौतिक मुद्राको कारोबार गर्ने मानिसहरू पक्राउ गरेका थियौँ हामीले कृष्णनगरबाट बसमा एउटा होटेलबाट पक्राउ क्रिप्टो करेन्सी अन्तर्गत हामीले अभौतिक मुद्रा अन्तर्गत
बनाएर खानु यहाँ अड्किनु भएको थियो सुन्नु उल्लेखनीय कार्य अन्तर्गत म यहाँ कन्टिन्यू गर्न चाहे अवधिक मुद्रा अन्तर्गत हामीले कृष्णनगरको बसपाटी स्थित एउटा होटेलबाट 2 जना भारतीयलाई हामीले पक्राउ गरेका थियौँ र उहाँले अवधिक मुद्रा अन्तर्गत हामीले मुद्दा चलाएका त्यसमा यसको डिटेल यहाँ छ। त्यसै गरी सुन चाँदीको गरगहना कसरी मान्छेहरू आउने यो भारतको मान्छे यसले चाहिँ आएर म सफा गरिदिन्छु यो एकदम टल्किने बनाइदिन्छु भन्ने तर त्यही कुरालाई लिएर त्यसलाई चाहिँ अनि ठग्ने अनि चोरी गर्ने त्यस्तो खालको उसलाई पनि हामीले पक्राउ गरेर कानुन मुद्दा चलाएका छौँ। अवैध सामानहरू प्रहरीको नियन्त्रणमा जसरी अब विभिन्न जुन हामीले 37 लाखको जुन उहरू हेऱ्यौँ त्यो मध्ये चाहिँ सवारी साधनभन्दा भएका यो जुन अघि मैले मोबाइल पार्ट्स र इलेक्ट्रोनिक मोबाइल पार्ट्स र अर्को अटो रिक्साहरूको ब्याट्रीहरू भनेको थिएँ त्योहरूको विवरण चाहिँ अनि यो बेड सयहाँहरू जसरी हस्पिटलमा बनाएको बेड सयहाँहरूको पनि यहाँ चाहिँ उसमा राखेका छन् पानीहरू बेड सयहाँको पानीहरू। त्यसै गरी अवैध सामानहरू प्रहरीको नियन्त्रणमा भनेर यो जिल्ला कपिलवस्तु नगरपालिका यो कृष्णनगरको बसपाटी स्थितमा नेपाल तर्फले बेवारिसी अवस्थामा छाडेको सवारी साधनका विभिन्न पार्ट्सहरू 2,40,000 मूल्य बराबरको सामानहरू पनि फेला पारेका थिए। यो बाल विवाह तथा कर्तव्यजान मुद्दाको फरार प्रतिवादीहरू पक्राउ। बाल विवाह मुद्दामा सम्मानित जिल्ला अदालतबाट 2 वर्ष 1 महिना 4 दिनको फैसला भई कारागार कार्य कमिसनमा कैद भुक्तान गरिरहेका चाहिँ हामी यो पनि गरेका थियौँ र कपिलवस्तु जिल्लाका तिलौरा कोट बस्ने यो सुरेश कुमार भन्ने एकजना हुनुहुन्थ्यो हाम्रो उहाँहरू तपाईँहरूलाई थाहा होला यो जसरी एआई को प्रयोगद्वारा त्यो सम्बन्धमा हामीले विद्युतीय अपराध अन्तर्गत उहाँलाई कारवाही गरेका थियौँ र जेएनजी आन्दोलनमा भागी गरेका फरार रहेकोमा लाई पनि हामीले 119 वटा बाँकी छ अघि नै आइसकेको छ। होइन यो सुदोधनतिर कसो उहाँको एड्रेस चाहिँ त्यहाँ बस्ने हो। यो कर्तव्यजान मुद्दामा 7 वर्ष कैद फैसला भएका जिल्ला कपिलवस्तुबाट भएकालाई पनि हामीले यो प्रकाश गाडी भन्नेलाई एउटा यो 7 वर्ष जसरी उहाँको कैद फैसला भएको थियो र उहाँलाई यो प्रकाश गाडी भन्ने व्यक्तिलाई पनि हामीले पल्टाबाट उहाँ आफ्नो गाउँघरको लुकिरहनु भएको थियो त्यो घन्टी भन्ने प्रकाश गाडीलाई पनि पक्राउ गरी हामीले कारागारमा पठायौँ।